हेलो गाइज वेलकम टु माई भल भाइ आज म चाहिँ काम जानलाई भनेर आएको तर यहाँ यस्तो रमाइलो देख्यो त्यस कारणले गर्दा यो पनि भेटियो अनि कामसाम बिदा हानेर हामी दुईजना घुम्न गइदिएको अब यो परी हेर न के गर्नु यस्तो परी नेपालमा लिनु पाएन भाग्यमानी मात्रै पाउँछ भन्छ नि त्यस्तै अनि हो परी भेट्दै यिनीहरूले पठाइहाल्छ नि तपाईँ लगेर हामी भने पट्याउनु कोसिस गरे तर अनुहारले दिनु त भएन अनुहार भन्ने सबै जस्तो छ यहाँ चाहिँ डुङ्गा सर यो यहाँनिर चाहिँ पहिला यस्तो भाइरल भएको थियो नि भिडियो खायो यहाँ चाहिँ यस्तो दामी चाहिँ भ्यू गयो है गाइस यहाँनिर चाहिँ भिडियो चाहिँ बवाल आउँछ के चाहिँ चराहरू खासै देख्दैन है यो चाहिँ ऊ हाँना के भन्छ यहाँ साकुरा भन्छ नि हाम्रोतिर नेपालतिर पोइयो भन्छ यहाँ साकुरा भन्छ यसलाई आजकल चाहिँ यस्तो हुन्छ अब चाहिँ यो फुलेर भ्याइसक्यो सायद अब यसको पातहरू झर्छ चिसोमा चाहिँ यो चाहिँ मन्दिर भगवान्लाई ढुक्नु परोस् एउटा जापान सिट चाहिँ राम्रै पाओस् भनेर के काटिदिन्छु यसो कपाल ह्यान्डसम सकेर कपाल काटिदिन्छु भन्छ म कपाल चाहिँ नकाट भनेको छु दुई चारवटा तरुनी पट्टिन सक्छ आज त्यो ठ्याक्क उठ्ने बित्तिकै अनि आयो नि त को त्यो सुतिरहेको होइन यसोको 3 बजिसकेको अब म हिजो गेम हेर्छु नि हिजो गेम हेरेको बिहारमा 5 बजे जित्यो मलाई खुसी लाग्यो यो मेसी हो क्या फेरि यहाँको बच्चाहरू हेर्न उ त्यसले हेर्दैछ मलाई सबले हेर्छ है किन कति मुखमा सबले हेर्दैछ होइन म चौकीतिर अहिलेको आयो होइन तँलाई खोजिरहेको छु त्यहाँ ल म त लाजको लाग्यो भनेपछि म अनलाइन होटल लानु कपाल लगाएर छु नि त यस्तो लगाएर छु यस्तो त्यसो गरिरहेको छु अनि लागिहाल्छ नि त अलिअलि भिजिट मन्दिर यहाँ दर्शन गऱ्यो भने मलाई पाउँछ त्यो भिडियो हेर्ने केटीहरू को हो म दर्शन गरिहालेँ यहाँको छोराभन्दा पनि बढी माया गर्ने कुकुरलाई होइन यिनीहरूले कुकुरलाई धेरै माया गर्छ यहाँको परिहरू खाइदिउँ न उ त्यो रसगुल्ला जस्तै के हो केरा हो भने होइन अनि केरा त कसले खाइदिन्छ नेपालमा पनि केरा त अहिले महँगै छ नेपालमा जापानमा 218 मा 4 वटा केरा आउनु भनेको त भाग्यो होइन म 418 दिनु पर्दैन सेको माटो मात्रै आउँछ फेरि अरू ल भिडियोमा कसरी भिडियो बनाउने भने सबले हेऱ्यो मलाई कस्तो लाज लागिरहेको भने ल हेर्न सक्नुहुन्छ है बुढाबुढीहरू यहाँ मन्त्र हान्दैछन् दो छोरी भनिदिनु हुन्थ्यो ह्यान्ड क्यास गरिदिन्थ्यो म छोडिदिएको 7 दिन काम गरिदिन्थेँ अब कस्तो सक्छ आइफोन 17 भएर पनि के गर्नु हात दुखिसक्यो बरु आइफोन सानो लग्नु पर्दो रहेछ घरको अन्त कोप्रो किन्नुपर्छ जस्तो लागिसक्यो मैले हेरेको छु कि अब अर्को महिनामा फेरि त्यो पनि किनिदिन्छ यो महिना दार्सारी काटेर कपाल काटेर खासै टोपी हाल्नु मेन यस्तो गरिमा टोपी हाल्ने पहिलो नेपाली हो यहाँ कसरी टोपी छ रहेछ ल तर हामी जङ्गलमा चाहिँ है लास्ट टाइम भिडियो क्लिकै नभइदिएको अरे क्या यत्रो सबैको बिचमा बनाएको लास्टमा त्यो भिडियो नै अन राखेन भने त गाइस फेरि खासै मजा नआउनु त यत्रो काम बिदा हानेर आयो कोही टाइम पनि हेर्नु मलाई फिल्दैन अब टाइम त गर्नु छ अनि मेरो आइफोनमा नि एकदमै चार्जर कम भएको छ म चार्जर खासै लाउँदिनँ मोबाइल खासै हेर्दिनँ अघि मैले हेरेन फेरि ल गाइज हात दुखिसक्यो आजको भ्लग यहीँ इन गर्न चाहन्छु तपाईँलाई अब म पोकेमन कार्ड किन्न जान्छु कहाँ पोकेमन हेर्न अब टिक्रा यस्तो यस्तो के भन्नु अब भिडियो मान्छेले बडुवाले यस्तो बिग्रान नभन्नु के यहाँनिर अब नेपाली भाषा कहाँ पोकेमन कार्ड के चाहियो पैसा कति पैसा पर्छ 400 रुपियाँ पर्छ जम्मा किन्ने होइन मैले अघि त्यहाँनिर 4000 रुपियाँ उको राको त्यहाँको तिरेर आएँ नि ब्याग गरेर यस्तो ब्याग गरेर किन्नु ल म पोकेमोनकोमा हिँड्न अनि म मस्तो पछाडि त आउनु भइसक्यो गन अगाडि पछाडि गर्नु पछाडि गर्दैन गर्दैन म सबै बोल्दै थिएँ कस्तो यस्तो भनेर कि यसरी हिँड्नु म चाहिँ पछाडिबाट पागल जस्तो तैँले त्यहाँ बोलेको अनि यहाँ कहाँ सुन्छ त नि अनि हेरे है ऊ यहाँ चाहिँ खाना हामी यहाँ चाहिँ खाला यत्रो मान्छेले हेरिदिइराखेको त्यहाँबाट अनि
मिठो छ सिने तर हामीले खान लाग्यो मान्छेहरूले ल्यान्डेर हेरेर राखेको गाईको मासु पनि हुन्छ गाईको मासु होइन होला मलाई गाईको मासु र म पनि खाइदिन्छु माटो खै ल हाँसको खेल्छ ल म सबैले हेरिहाल्नु ल एकछिन खाएन साथीले त्यही भएर म चाहिँ टाढा टाढा भागेर खाउँ भन्दो रहेछ होइन साला मलाई हाँस आउनु के आयो होइन हाँस उयो यता गर्नु पऱ्यो यता यता गर्ने